नमस्ते, म नवराज उपाध्याय पुष्पाञ्जली युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। सधैँ जसो आज पनि मैले लिएर आएको छु हामीले जान्नै पर्ने, बुझ्नै पर्ने शास्त्रीय नियमहरू, जस अन्तर्गत सनातनीहरूले याद गर्नुपर्ने कुराहरू मैले लिएर आएको छु। ध्यान दिएर सुनिदिनु होला। हामीले किन धर्मको पालना गर्नुपर्छ त? धर्म मानव जीवनको आधार हो। मनुष्य जुनिका 4 पुरुषार्थहरूमध्ये धर्म, अर्थ, काम, मोक्ष चारै कुरोको प्राप्ति धर्मको पालनाबाट नै हुने गर्छ। चराचर जगतमा सबैको आफ्नै धर्म छ र यसको पालना गर्नु आफ्नो कर्तव्य हो। सूर्य, चन्द्रमा, पृथ्वी, जनावर, पन्छी, कीट, पतङ्गहरूको पनि आफ्नै धर्म भए जस्तै मनुष्य जातिको पनि विशेष खालको आफ्नै धर्म छ। यसको पालना गर्नु मनुष्यको अनिवार्य कर्तव्य हो। शास्त्रमा भनिएको छ, यतो भ्युदय निश्रयेश सिद्धिहि स धर्मः। यो जीवनमा अभ्युदय हुने र अन्तमा मोक्ष गराउने साधन नै धर्म हो। हामीले धर्म छोडेमा यसले हामीलाई नै नाश गर्दछ, हानि पुग्दछ धर्म छोड्ने हो भने। मनुस्मृतिमा भनिएको छ, धर्म एवं हतो हन्ति धर्मो रक्षेति रक्षितः। अर्थात् धर्मको नाश गरेमा यसले हामीलाई नै हानि गर्दछ, तसर्थ आफ्नो रक्षाको लागि धर्मको पालना अनिवार्य गर्नु पर्दछ। धर्मो रक्षेति रक्षितः। हाम्रो जीवनको रक्षा धर्मबाट नै हुन्छ र हामीले पनि सर्वदा धर्मलाई जोगाइराख्नु पर्दछ। यदि हामीले धर्मलाई जोगाउन सकिनौँ भने, धर्मको रक्षा गर्न सकिनौँ भने हामीलाई पनि धर्मले रक्षा गर्न सक्दैन। त्यसैबाट भुक्ति मुक्ति दुवै इच्छा अनुसार मिल्दछन्। श्रुति, स्मृति, पुराण आदिले बताएको धर्म नै धर्म हो। जस्तै सूर्य उदयदेखि अस्त पर्यन्त नित्य, नैमित्तिक र काम्य 3 किसिमका कर्महरू गरिरहन्छ। जसमध्ये नित्य कर्म भनेको के हो त? नित्य कर्म सधैँ गर्नुपर्ने कर्म, नगरी नहुने, नगरेमा प्रयासित लाग्ने, गरेमा चित्त शुद्धिको मात्र फल पाइने, यस कर्ममा नित्य स्नान, त्रिकाल, सन्ध्या र तर्पण आदि पर्दछन्। नैमित्तिक कर्म, नैमित्तिक कर्म भनेको के हो त? नैमित्तिक कर्म नगरेमा प्रयासित लाग्ने, गरेमा फल समेत प्राप्त हुन्छ। यस कर्ममा गर्भाधान, पुंसवन, नामाकरण आदि र एकादशी, जन्माष्टमी, रामनवमी, शिवरात्रि इत्यादि पर्दछ। काम्य कर्म, काम्य कर्म भनेको के हो त? फलको इच्छा राखेर कामनापूर्वक गरिने कर्मलाई काम्य कर्म भनिन्छ। अमुक कार्य सिद्धि होस्, हामीले गरेको कुनै कार्य सिद्धि होस् भनी सत्यनारायण भगवानको पूजा लगाउनु, लागबत्ती बाल्नु, सप्ताह लगाउनु, नवाह लगाउनु आदि गरिने कर्महरू काम्य कर्म अन्तर्गत पर्दछन्। यी माथि बताएका सबै कर्महरू यस कर्म अन्तर्गत पर्दछन्। वेद र उपनिषद सनातन धर्मका नेत्र हुन्। पुराण हृदय हो। यिनै 3 शास्त्रमा जो लेखिएको छ त्यही नै वास्तवमा धर्म हो। त्यसकारणले शास्त्रमा लेखिएको आदर्श आचरणको परिपालन गर्नु नै मुख्य सनातन धर्म हो। यी धर्म शास्त्रमा बताएका नियमहरू सदाचार हुन्। धृतिः, क्षेमा, दमोस्तेयं, शौचमिन्द्रिय निग्रह, निर्विद्या, सत्यम, क्रोधो, दशकम धर्म लक्षणम। यो मनुस्मृतिमा भनेको छ धर्मका 10वटा लक्षणहरू के हुन् त? त्यो पनि हामीले बुझ्न नितान्त आवश्यक छ। सनातनीहरूले जान्नै पर्ने केही सामान्य कुराहरू मैले आज संक्षेपमा प्रस्तुत गरेँ। नित्य, नैमित्तिक र काम्य कर्मको बारेमा पनि संक्षेपमा मैले वर्णन गरेँ। आउँदा दिनहरूमा मैले लिएर आउनेछु धर्मका 10 लक्षणहरू। धर्मका 10 लक्षणहरू के हुन् तिनी सुन्नको लागि, तिनी बुझ्नको लागि पुष्पाञ्जली युट्युब च्यानल
हेर्दै गर्नुहोला। नमस्कार, धन्यवाद।